दर्शकबिन नमस्कार। बालेन सरकारका 7 अध्यादेश स्वीकृत भएका छन् भने संवैधानिक परिषद सम्बन्धी अध्यादेश चाहिँ फिर्ता भएको छ। दर्शकहरू, राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले ल्याएको 8 मध्ये 7 वटा अध्यादेश स्वीकृत भएका छन्। तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाइएको छ। आइतबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त अध्यादेश विषयवस्तुमा थप विचार गर्नुपर्ने आवश्यकता देखिएकाले फिर्ता गरिएको हो। विगतमा पनि उक्त विषयको विधेयक अध्यादेश फिर्ता गरिएको राष्ट्रपति कार्यालयले स्मरण गराएको छ। दर्शकहरू, बालन शाह सरकारले 7 अध्यादेश स्वीकृत गरेपछि जुन एक चाहिँ विचाराधीन भनेर फर्काएको छ, यो विषयमा हजुरले के भन्न चाहनुहुन्छ? कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र हामीलाई फलो गर्न नभुल्नु होला। नमस्कार।